चुखाङ भनेको चाहिँ यो हो यो चुखाङ पिपलको बोट भएको यो गाउँ है त्यसलाई यसलाई चुखाङ भनिन्छ हजुर नगरची राजाहरूको चाहिँ राजधानी चाहिँ भनेको राजा डाँडा त्यो पनि नगरकोट भन्छ नि मामा नगरकोट नगरकोट नागाहरूको राजा बसेको ठाउँ नगरकोट नाम थियो क्या हो नागाहरूको राजा हो नागाहरूको राजा अनि नागाहरूको राजा चाहिँ यो माथि नगरकोटमा बस्ने हो दाम्ली डाँडामा पर्छ त्यो चाहिँ साथीहरू अनि यो चुखाङ भन्ने गाउँमा पनि नागाहरूको बसोबास रहेको भन्ने कुरा चाहिँ अब यहाँ गाउँ बस्ती हामी जस्तै त्यतिखेर अनि अहिले चाहिँ नागाल्यान्डमा बस्दो रहेछ कि यहाँको नागाहरू यहाँको नागाको लाइन त सब बितेको पर्छ क्या ए बितेको हो ओ कसरी बित्यो भनेको नि हो खालि एकजना मात्रै हजुर दुईटा चाहिँ हजुरबा नाति र हजुर आमाले चाहिँ ठुलो सर्प अरूले मारेर खायो अरे सर्प मारेर अनि उनीहरू चाहिँ भागिएन रमाइलो गर्दा गर्दै त्यो सर्लाङसुलुङ त्यहीँ बितेका ए त्यो सर्प खाँदै रमाइलो गर्दै बसेको विषले बितेका थियो ए भनेपछि त्यो सर्प खाँदाखेरि सर्पको विषले मरेको चाहिँ मरेको भनेको त्यो चुखाङ गाउँमा हो चाहिँ ए भनेपछि त्यहाँदेखि त्यो नाति र बोजूले निस्केर गएको नागाल्यान्ड त भन्छ त्यो कता कता पुगेको त्यो चाहिँ थाहा भएन जे होस् दुईजना नाति बोजू मात्रै बाँचेको रहेछ भन्ने कुरा बन्ने कुरो स्पष्ट हो यो त त्यही त यो एउटा चाहिँ अर्को यहाँ माथि यो त्यो होन्डाखा गैरी भन्ने छ नि मामा त्यो होन्डाखामा चाहिँ के कुरा सुनिन्छ भने त्यहाँ पनि नागाहरू धेरै मरेको नै भन्ने रहेछ होइन मरेको नै भन्ने रहेछ अनि अब मर्न त मर्यो लडाइँ गरेर मर्यो कि रोग लागेर मर्यो भन्ने कुरा छ कि है अब यहाँ हामी वाम्बुलेहरू अहिले त हामी सबै वाम्बुलेहरू आएर बसोबास गरेका छौँ अनि त्यो समयमा नागाहरूसँग वाम्बुलेहरूले लडाइँ गरेर नागाहरू लखेटेर आएर बसोबास गरियो कि होइन हो यो एकदम अप्ठ्यारो कुरा छ यो बारेमा हामी खोज्दैछौँ तर अब यहाँको यो चुखाङको कुरा हुँदा चाहिँ सर्प मारेर खायो त्यसको विषले त्यहाँ चाहिँ अब परिवार सबै परिवारहरू गए एकजना नाति र बजू मात्रै बाँचेको उनीहरू चाहिँ खाना नदिएको कारणले उनीहरूलाई खान नदिएको कारण के हो भनेको उनीहरू गरिब थियो अहिले तिनीहरूको हामीसँग सम्बन्धित नदिएको बस मासु नदिएको अहिले पनि गाउँघरमा अब कसैले त्यसो गर्छ अनि तिर्नु सक्दैन भनेर नदिँदाखेरि चाहिँ उनीहरूले खान पाएन अनि उनीहरू चाहिँ बाँचेको हो ल दुःख हो ल